हेलो एभ्रिवान, सबलाई नमस्ते। यो भोइस ओभर खासै गर्न त मन लाग्दैन, तर भोइस ओभर किनभने यस्तो हो कि अब भोइस ओभर गर्दाखेरि के गर्नु, के बोल्नु, कसो बोल्नु हुन्छ है। अब के टपिक बारेमा बोल्नु, के को बारेमा बोल्नु भन्ने हुन्छ। अनि दिमागमा के नै हुँदैन के। अब खाइरहेको छ, अब यो खाइरहेको बेला के कुरा गर्नु, के को टपिकको बारेमा बोल्नु भन्ने हुन्छ। सो यो मुकब्याङ चाहिँ यत्तिकै खाना खाइरहेको बेला के गरौँ कसो गरौँ भनेर कति भएको थियो युट्युबमा भिडियो अपलोडहरू नगरेको पनि। अनि सो खाइरहेको बेला यसो गरिदिउँ न त भनेर गरेँ, भिडियो बनाएको सरी, खासमा बनाइदिएको तपाईँहरूको लागि, मैले मेरो लागि बनाएको। अब बनाउँदै के अनि भोइस ओभर गर्ने बेला चाहिँ के गर्नु नगर्नु हुन्छ, खासै केही बोल्न नि आउँदैन। अब त्यस्तै छ। हेर न, मलाई खाएको भगवान्, न क्यामेरा क्वालिटी राम्रो छ न के छ, जस्ट आफ्नो रमाइलोको लागि बनाएको, हेरिदिनु होला। थ्याङ्क यू एभ्री वान। सकाइसकेँ मैले है हेर्नु त्यहाँ। बाई बाई।